जय मसी टिकन बा जय मासी सन्चै हुनुहुन्छ? सन्चै हजुर। हिजो आज के गर्दै हुनुहुन्छ? हिजो आज अब घरमै बसी बिहान आजको यो विशेष संवाद चाहिँ हाम्रो आदरणीय एलएम मण्डलीका डिकन बा भवानी प्रसाद मगर हुनुहुन्छ हाम्रो बिचमा। अनि आज चाहिँ हामी यस विषयमा कुरा गर्नेछौँ। आज परमेश्वरलाई उहाँले कसरी पाउनुभयो, अनि कुन सालमा पाउनुभयो, अनि पाइसके पछाडि उहाँको जीवनमा परमेश्वरले कस्तो आशिष दिनुभयो, यस विभिन्न कुराहरू लिएर हामी आजको विषय उठाउनेछौँ अथवा चर्चा गर्नेछौँ। अनि हाम्रो बिचमा आदरणीय एलएम मण्डलीका गुरुबा डिकन हुनुहुन्छ। अनि तपाईँलाई म फेरि पनि स्वागत गर्न चाहन्छु यो हाम्रो च्यानलमा। विशेष गरी त यो समय हाम्रो डिकन बालाई म दिन चाहन्छु। डिकन बा, तपाईँले ग्रहण कति सालमा गर्नुभयो? धन्यवाद। धन्यवाद छ मलाई समय दिनुभएको लागि। म विशेष गरी परमेश्वरलाई म धन्यवाद दिन्छु। मैले परमेश्वरलाई खोजी गरेको मेरो आन्तरिक मेरो हिसाबले मेरो ब्याकग्राउन्ड राउन्डमा भन्नुपर्दाखेरि म विशेष गरी हाम्रो साँच्चै नै परम्परादेखि पुजिआएको ढुङ्गामुढा मूर्ति पूजाहरू अनि साँच्चै आएका थियौँ। तर पनि मैले चाहिँ नि मेरो आन्तरिक हिसाबमा मेरो मन ज्ञानले मैले खोजी गरेको उद्धार मुक्ति पापबाट छुटकारा र मुक्ति दिने परमेश्वर चाहिँ को हो भनेर मैले खोजी गरेको थिएँ मेरो हृदयदेखि। तर मैले कसैलाई भनेको थिइनँ। नभन्दै एक समयमा हाम्रो छिमेकी एकजना छिमेकी दाइले परमेश्वरको अनि प्रचार मलाई गर्नुभयो, मलाई सुनाउनु भयो। परमेश्वर प्रभु येशू ख्रिस्टमा मात्र उद्धार छ, मुक्ति छ भन्ने विषयमा मलाई प्रचार गरिकन उहाँले सुनाउनु भयो। माफ गर्नुहोस् टिकन बा, मैले एकैछिन रोकेँ ल। विशेष गरी तपाईँले ग्रहण गर्दाखेरि अनि कति सालमा त्यो मात्रै ठ्याक्कै बताइदिनुहोस्। अनि ग्रहण गरिसके पछाडि तपाईँले कस्तो दर्शन पाउनुभयो त्यति मात्रै भनिदिनुहोस्, अनि हामी अगाडि कुराहरू गर्नेछौँ। कति सालमा अनि ग्रहण गरे पछाडि तपाईँको जीवनमा अलिकति दर्शनहरू अथवा त्यो जीवनमा परिवर्तनहरू के आए त कृपया अलिकति थोरै संक्षिप्तमा बताइदिनुहोस् न। धन्यवाद। मैले 2046 साल वैशाख 2046 साल मा वैशाख मा मैले ग्रहण गरेँ। अनि मलाई त्यो दर्शन मलाई दिनुभयो। बाटो र सत्य जीवनको बाटो मलाई दिनुभयो। यूहन्ना 14 अध्यायको 6 पदको वचन मलाई दिनुभयो। र यसै कारण अनि मैले परमेश्वरमा मैले मेरो आफ्नो उद्धारकर्ता मुक्तिदाता प्रभु येशू ख्रिस्ट भनेर मैले ग्रहण गरिकन मैले हृदयमा मानिलिएँ। परमेश्वरमा म अनि अघि बढ्न लागेँ। मलाई कसैले मलाई चर्च जाउँ भनेन, म आफै गएँ चर्चमा गएदेखिको मेरो जीवन परिवर्तन बिस्तारै हुन गयो। हजुर एकदमै हजुर बोल्दै हजुरले कोद्वारा ग्रहण गर्नुभयो, अनि ग्रहण गरिसके पछाडि तपाईँले केही बाइबल अध्ययन अथवा सेमिनार बाइबल कलेज तपाईँ जानुभएको छ, त्यसको विषयमा पनि केही बताइदिनुहोस् न। मलाई ग्रहण गरेको मलाई प्रभुमा
चिनाउनु भएको दाई चाहिँ उहाँ बितिसक्नुभयो। उहाँ देशवीर राई हुनुहुन्थ्यो। उहाँबाट मैले प्रभु पाएँ अनि प्रभुमा मैले ग्रहण गरेँ। अनि त्यसपछि मेरो जीवन परिवर्तन भए, किनकि म पहिले ढुङ्गामा पुथेँ, म पूजाआजा गर्थेँ अनि देवधाम अनि मठ मूर्तितिर म अनि आस्था राख्ने थिएँ। त्यसदेखि मैले छोडेँ। मैले प्रभुमा नयाँ जीवन पाएँ। त्यसपछि प्रभुमा चाहिँ लगातार म अघि बढ्न लागेँ र मेरा जीवन नयाँ परिवर्तन भयो। 2 Korinथियर 5:17 अनुसारको वचनले मेरा जीवनमा काम गर्न पायो। जो ख्रिस्टमा छ त्यो नयाँ गरी जन्मेको छ, पुरानो कुरा बितेको छ, हेऱ्यो त्यो नयाँ भएर आएको छ भन्ने वचन छ। त्यो वचन मुताबिक अनि मेरो जीवन परिवर्तन भए र मैले मान्दै गरेको मेरो कुलठान मैले मान्दै ल्याएको पूजाआजा गर्न मैले छोडेँ र अनि मैले ती मूर्तिहरूलाई मैले उखेलेर फ्याँकेँ। त्यसपछि मैले हर अनि दाम परमेश्वरमा मैले अघि बढ्न लागेँ। हुन्छ डिकन बा, मैले यहाँ फेरि एक समयमा अनि बाइबल तालिममा पनि म गएँ। हजुर, बाइबल तालिममा गएर आएपछि झन् साह्रो मलाई नयाँ ऊर्जा नयाँ उत्साह जाग्यो। हजुर बाइबल तालिम कुन तालिम जान्नुभयो अनि कति महिनाको लागि जानुभयो त्यसको बारेमा पनि केही बताइदिनुहुन्छ कि? हाम्रो आदरणीय एलएम मण्डलीका गुरुबा डिकन हुनुहुन्छ, डिकनज्यू कुन तालिम तपाईँ जानुभएको थियो अनि कति सालमा जानुभयो, केही बताइदिनुहुन्छ कि? तपाईँलाई याद छ? म 52 सालमा हप्तसमा म तालिममा गएँ। 45 दिनको तालिममा, त्यहाँ लिडरसिपको तालिममा गएँ। अनि त्यहाँ हप्तसबाट 45 दिनको मैले लिडरसिप प्राप्त गरेर फर्केँ। अहिले डिकन बा हाल परिवार कतिजना हुनुहुन्छ? अहिले हालमा अब मेरो परिवारमा 6-7 जना छ। को हुनुहुन्छ बताइदिनुहुन्छ कि डिकन बा? श्रीमान, श्रीमती, छोरी, बुवा अनि ज्वाइँ, नाति, 2 जना छोरा बुहारी छ। हाल अहिले तपाईँ सेवाकाइमै हुनुहुन्छ, आबद्ध हुनुहुन्छ? म अहिले डिकनको भूमिका निभाउँदैछु। हजुरको जीवनमा यी कुराहरू परमेश्वरले धेरै कुराहरू गर्नुभयो अनि बक्तिस्मा लिइसके पछाडि अनि तपाईँहरूको जीवनमा अब नेपाल त एउटा हिन्दू राष्ट्र हो, त्यस कारणले गर्दाखेरि कति आफन्त दाजुभाइहरूले पनि घृणा गर्ने कुराहरू कति हुन्छ। तपाईँको जीवनमा चाहिँ कस्तो घृणाहरू आयो आफन्तबाट अनि नाताहरूबाट? के त्यस्तो याद छ जसले गर्दाखेरि प्रभुलाई पाइसके पछाडि धेरै तपाईँलाई टाढा राखेको आफन्तहरूले वास्ता नगरेको त्यस्तो केही अनुभव, त्यस्तो केही कुराहरू छ भने बताइदिनुहोस् न। मैले परमेश्वरमा गएपछि मेरो दाजुभाइ दिदीबहिनीहरूले मलाई धेरै परीक्षामा मलाई आयो धेरै। अनि अहिलेसम्म हाम्रो नातागोता भन्नेमा अहिलेसम्म हाम्रो सम्बन्ध छैन। म परमेश्वरमा आबद्ध भएर परमेश्वरमा लागिबसेको छु। हुन्छ डिकन बा, फेरि हामी कुरामै फर्क्यौँ। हजुर अहिले एलएम मण्डलीमा एउटा अगुवा अथवा डिकनको रूपमा आबद्ध हुनुहुन्छ। यो भइराख्दाखेरि हजुरको जीवनमा कति आशिषको कुराहरू, कति उतार चढावका कुराहरू आएका पक्कै पनि छन्।
यस बिचमा कसरी आफूलाई एउटा स्थिरता राख्न अथवा परमेश्वरको नजिकमा राख्न चाहिँ कसरी यहाँले त्यो जीवन भूमिका निर्वाह गर्नुभयो अनि प्रार्थनाको जीवन कतिको महत्त्वपूर्ण कुराहरू रहेछ हाम्रो जीवनमा भन्ने कुरा हाम्रो दर्शक बिचमा अथवा दर्शक माझमा तपाईँले यो कुरा राखिदिनुहोस् न। जस्तै सतावट परीक्षाहरू आउँदा हामीले कसरी परमेश्वरमा बलियो भएर अथवा खम्बा भएर हामी उभिन सक्छौँ, तपाईँलाई केही त्यसको अनुभव छ भने कुरा राखिदिनुहोस् न। त्यस्तो अनुभव छ भने आशिष बाँडिदिनुहोस् न। अनुभव मैले धेरै बटुले संसारमा धेरै समस्या परीक्षाले घेर्छ, धेरै दुःख दाइ पनि आउँछ, कमी कमजोरी उदार चढाव पनि हुन्छ, ओह्राली उकाली पनि भोगेको छु, दुःख सुख पनि भोगेको छु। र परमेश्वरमा चाहिँ परमेश्वरको प्रेम एउटा अद्भुत प्रेम, अचम्मको प्रेम, परमेश्वरको प्रेमले मलाई नयाँ जीवन दिएको छ भन्ने मैले अनुभव गरेको छु। किनकि मैले पुरानो परम्पराको मैले रीतिथिति मैले मान्नु परेको छैन, त्यसबाट मैले छुटकारा पाएको छु। जब यीशु ख्रीष्टमा चिनेर म आएँ अनि यीशु ख्रीष्टमा मेरो सबै अधर्मका पापहरू मेरो पापहरू थियो, सबै त्यसबाट मैले मुक्ति पाएको छु र पुरानो रीतिथितिबाट मैले छुटकारा पनि पाएको छु। अहिले म नयाँ जीवन पाएको छु भन्ने मैले अनुभव गरेको छु। हुन्छ डिकन बा, हामी फेरि संवादमै फर्किनेछौँ। हजुर सँगै हजुरको धर्मपत्नी अथवा श्रीमती पनि तपाईँसँगै हुनुहुन्छ। उहाँले चाहिँ तपाईँलाई आत्मिक जीवनमा भनौँ अथवा सेवकाइमा कतिको उहाँको भूमिका, तपाईँलाई कतिको साथ अथवा दिएको त्यस्तो महसुस तपाईँले गर्नुभएको छ, जसको कारणले गर्दाखेरि तपाईँलाई परमेश्वरमा अघि बढ्नको निमित्त अथवा हरेक परिस्थितिमा विजय हुनको निमित्त कतिको तपाईँलाई साथ दिएको छ आदरणीय डिकनिस आमा? के तपाईँलाई त्यस्तो अनुभव छ भने हाम्रो बिचमा राखिदिनुहोस् न। जीवनमा धेरै उतार चढाव त हुन्छ, तर साथ दिने चाहिँ श्रीमती सहयोगी परमेश्वरले जुटाउनु भएको छ। सहयोगीबाट धेरै मैले सहयोग पाएको छु। म लडेको बेलामा पनि मलाई उठाउने गर्छ। म हरेक समयमा मान्छेको जीवनमा कमजोरता हुन्छ, कमजोरताको समयमा मलाई साहस र उत्साह दिनुहुन्छ र फेरि पनि मलाई जागृति साहसिलको आत्मा जोस दिनुहुन्छ। त्यसैले अनि धेरै श्रीमतीबाट पनि धेरै मैले अनि धेरै सहयोग पाएको छु। हुन्छ, हामी कार्यक्रमको लगभग अन्त्यतिर आएका छौँ। म हजुरलाई सोध्न चाहिँ हजुरको श्रीमती अथवा धर्मपत्नीको नाम के हो भनेर पनि भनिदिनु होस् न। अनि त्यस पछाडि आफ्नो श्रीमतीलाई लास्टमा के भन्न चाहनुहुन्छ हाम्रो दर्शकहरूको माझमा? हामी यसै संवादद्वारा हामी डिकनिस आमा समक्ष यो कुरा पुग्नेछ, केही भन्न चाहनुहुन्छ अथवा श्रीमतीको नाम के हो त पनि राखिदिनुहोस् न। मेरो प्यारी श्रीमतीको नाम खिना देवी मगर हो र अनि श्रीमतीबाट मैले धेरै अनि सहायता पाएको छु। परमेश्वरले उत्पत्तिको पुस्तकमै उत्पत्तिमै सहयोगी दिनुभएको छ। सहयोगी बिना कुनै पनि एक्लो रहन सक्दैन र सहयोगीबाट चाहिँ नि धेरै मैले चाहिँ सेवकाइमा अघि बढ्ने मैले बल पाएको छु र मैले साहस पनि पाएको छु र मलाई सबै कुरामा धेरै कुरामा मलाई सहायता गर्नुहुन्छ। हुन्छ डिकन भाइलाई एकदमै धन्यवाद हाम्रो माझमा तपाईँले केही समय छुट्याएर हाम्रो बिचमा दिनुभएको लागि।
अनि हामी आजको संवादलाई हामी यहीँ राख्नेछौँ अनि आदरणीय डिकनबा लगायत डिकनिसामा सम्पूर्ण परिवारलाई परमप्रभुले आशीर्वाद गर्नुभएको होस्। हुन्छ हामी फेरि अर्को भागमा हामी भेट्नेछौँ। हस्त डिकनबा जय मसीह। जय मसीह।